सरकारले यो 100 दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा बढी जोड लगायो। सरकारले यो अहिले यो 100 दिनमा विशेष गरेर सुशासनमा अझै बढी समय लगाएको छ, लगाउनु पर्ने नै छ। सुशासनका मुद्दामा सरकारको बढी ध्यान गयो तुलनात्मक रूपमा। विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ। भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ, जसको नतिजा 3 वर्षभन्दा अगाडि अपेक्षा गर्न केही गाह्रो हुन सक्ला। यद्यपि तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएकै छ। सुशासन सरकारको अहिलेको प्राथमिकता भएको हुनाले सुशासनका क्षेत्रमा र नागरिकलाई सेवा दिने विषयमा, जहाँ नागरिकको हुल हुन्छ, जहाँ आम नागरिकले सेवा प्राप्त गर्ने हुन्छ, तिनलाई डिजिटल, तिनलाई होम डेलिभरी अथवा तिनलाई कम झन्झटिलो बनाउने क्रमको सुरुवात भएको छ। यो राम्रो बिगिनिङ जस्तो मलाई लाग्छ। तपाईहरू जस्ता सञ्चारकर्मी साथीहरूले, आम जीवनका नागरिक समाजका अगुवा मानिसहरूले, विश्लेषकहरूले यसलाई प्रतिक्रिया दिनु नै हुन्छ होला। अब 100 दिनपछि तिनको पनि हामी अध्ययन गर्छौँ। त्यसमा केही कमी कमजोरी रहेछ भने तपाईहरूले उठाउनुभएका विषय, नागरिक समाजले उठाएका विषय, ती कमजोरीहरूलाई पनि हामी त्यसलाई सुझावका रूपमा अगाडि बढाएर त्यसमा अझ परिपक्व ढङ्गले सरकार अगाडि बढ्छ। मलाई लाग्छ नागरिकलाई सम्बोधन गर्ने सवालमा र सुशासनको काहीँ न काहीँ सुरुवात गर्ने सवालमा सरकार सफल भएको छ 100 दिनमा भन्ने मलाई लाग्छ। अब बाँकी म प्रतिक्रियाहरू हेरेपछि फेरि भन्न सक्दिनँ। कतिपय कुरामा जुन हतार